राजालाई तेस्रो पटक राजगद्दीमा राख्नुपर्छ। पहिला देश बचाऊ अनि घर बचाउँला हैन। देश बचायो भने त घर पहिला हामी नेपाली बनौं, त्यसपछि नेपाली कांग्रेस र माओवादी एमाले बनौं हैन। हाम्रो देश अहिले संकटमा छ, त्यही भएर तेस्रो पटक अब राजालाई ल्याऊ। राजा नभए यो देश विदेशीको हातमा जान सक्छ है साथीहरु। प्लिज यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु र धेरैभन्दा धेरै शेयर गरिदिनु। हाम्रो देशमा अहिले एकदम सख्त जरुरत छ राजाको। राजा नभए यो देश रहन सक्दैन। त्यही भएर अब राजा लाऊ, विदेशीको गुलाम हुनबाट हाम्रो देश जोगाऊ। हस्त धन्यवाद। राजालाई तेस्रो पटक राजगद्दीमा राख्नुपर्छ। पहिला देश बचाऊ अनि घर बचाउँला हैन। देश बचायो भने त घर बच्ने हो नि। घर बचाउनतिर लाग्छौं, देश सकिन्छ अनि घर कहाँबाट बच्छ र। अहिले कोही पनि पार्टी यो कांग्रेस यो एमाले यो माओवादी केही नभनौं, पहिला हामी नेपाली बनाऊ अनि त्यसपछि बनाउला के बन्ने हो। विदेशी हस्तक्षेप हुन लागिसक्यो नेपालमा। देख्नु भएको छ नि बाहिर कति देशहरुमा त्यहाँको जनताहरू कति मरे के भइराछ, हाम्रै आँखाले हेरिराछौं। फेरि पनि हामीलाई हाम्रो देश हाम्रो जनताको माया छैन। हामीलाई आफ्नै माया छैन के। जसले हामीले म यो पार्टीको हो म उ पार्टीको हो भन्दै हिँड्छौं नि, त्यसलाई आफ्नै माया छैन। आफ्नो देशको माया नहुनु भनेको आफ्नो माया नहुनु हो। आज म यसको आज म उसको भनेर हिँडेर त देश बस्दैन नि। मेरो देश नेपाल हो, म नेपाली हो भनेर हिँड्नु पर्यो। हामी दाजुभाइ दिदी बहिनी आफूमा झगडा गर्नु भएन। अनि गणतन्त्रले चाहिँ अहिले त कसरी फुटाइराछ भने जातीय द्वन्द्व गराइराछ क्या। यो जात त्यो जात भनेर हैन नि। हामी सबै नेपाली हो। राजाको पालामा चाहिँ तपाईको यो यस्तो उस्तो भनेर राजाले गराइदिए हैन नि। हामी बीचै भिन्नता हैन र तपाई हामी आफैले गरे भिन्नता। अहिले गणतन्त्रमा छैन भने त्यति बेला बरु राजाको पालामा थिएन। अहिले त बकाइदा लेखेको छ के। कसरी लेखेछ भने दलित कोटा छुट्याउने। जब दलित कोटा भनेर छुट्याइयो नि त्यो नै हो के। त कामी त दमै त सार्की होस् भनेको यही सरकारले भनेको हो। त्यो चाहिँ बुझ्दैनौ के हामी। उल्ले छुट्याइराछ। राजाले कहिले पनि छुट्याउनु भएन। राजाको हातको टीका लाउन जाँदा चाहिँ यो जातमा आइज त्यो जातमा आइज भन्यो त। यो धर्म मान्ने नआइज उ धर्म मान्ने नआइज त भन्नु भएन नि। त्यहाँ त मुस्लिम जो क्रिश्चियन हामी क्रिश्चियन भन्छौं, जो पहिल्यैदेखि क्रिश्चियन हुनुहुन्छ, जो भगवानलाई मान्नुहुन्छ, उहाँहरू दशैंको टीका पनि लाउनुहुन्छ के। जो पैसामा बिकेको छ, जसले चाहिँ नेपाल सिद्धाउन चाहन्छ, उहाँहरूले चाहिँ भ्रम फैलाउनु भएको छ। अस्ति मैले एउटा भिडियोमा हेरेँ, पुरा त मलाई हेर्न मन लागेन, हेरिन। कालो टीका लाएर रे यो दशैं चाहिँ हाम्रो के